हेलो नमस्ते वेलकम टु माई मिनी भ्लग। आज हामी शिवशताक्षी टेम्पलद्वारा जाँदैछौँ र यहाँ जानुको मुख्य कारण चाहिँ आज चाहिँ पितृहरूलाई सम्झेर गाउँ छर्दा चाहिँ एकदमै राम्रो हुने भन्ने विश्वास रहेछ। सो हामी चाहिँ लाग्यौँ। उहाँहरूले चाहिँ इन्ट्री गरेको 50 रुपिस कार्ड ल्याउनुहुँदो रहेछ र भित्र इन्ट्री गर्दाको नजारा चाहिँ यस्तो रहेछ। वरिपरि हरियाली एकदमै आकर्षित, मानिसलाई नै लोभ्याउनेवाला। मलाई चाहिँ एकदमै मनपर्छ। यहाँको झापाको बेस्ट थिङ भनेको चाहिँ यही हो। आजको दिन चाहिँ यस्तो क्राउडेड हुन्छ यो प्लेस किनकि आज चाहिँ पितृहरूलाई गाउँजाउ चढाउँदा चाहिँ एकदमै राम्रो हुन्छ भन्ने विश्वास रहेछ। सो टाढा टाढाबाट मानिसहरू आउने गर्नुहुन्छ। सो मन्दिर आउनुभन्दा अगाडिदेखिकै एकदमै क्राउडेड थियो। आज चाहिँ एकदमै भिड भएको कारणले सुरक्षित कर्मीहरू पनि एकदमै खटिरहनु भएको थियो र साँच्चै नै ठाउँ एकदमै क्राउडेड पनि थियो। मम्मीले चाहिँ लिपस्टिक लगाउन बिर्सिनु भएछ, सो लगाउँदै हुनुहुन्छ। अब म्यारिड मान्छेलाई त लिपस्टिक नलाउँदा फेरि अलिक के लगाएन जस्तो फिल हुन्छ नि त। सो म्यारिडले त लगाउनै पर्यो लिपस्टिक, त छुट्याउनै भएन। यहाँ चाहिँ पार्किङ एरिया, यस्तो भिड छ कि मेरो त छैन। धेरै भिड छ कि आजको दिनमा चाहिँ पितृहरूलाई सम्झेर गाउँजाउ चढाउनाले एकदमै राम्रो हुन्छ भन्ने विश्वास रहेछ। त्यही भएर सबैजना टाढा टाढाबाट पनि आइरहनु भएको थियो। कोही चाहिँ अब बस रिजर्भ गरेर, या कोही चाहिँ आफ्नो साधनमा, यसरी नै। त्यही भएर एकदमै क्राउडेड थियो। यति धेरै क्राउडेड थियो कि आधी बाटो चाहिँ हिँड्नु नै पर्यो। मन्दिर आउनुभन्दा अगाडि नै साधन चाहिँ यतासम्म ल्याउन दिनुभएको थिएन। सो भिडियोको गर्दा चाहिँ मिस्टेक गइरहेको रहेछ। मलाई चाहिँ थाहा नै भएन। यो मिठाई मन नपर्ने त सायदै कोही नहोला, अनि मेरो पनि फेभरेट हो। यसै गरेर चर्चमाया कोविड कर्मचारी झापाबाट आएर यसले विसर्जन गर्नुभएको छ। यसै गरेर यी रुद्र हिताजीले वीरतापुरबाट आएर 150 रुपियाँ दान गर्नुभएको छ। आउनुहोस्
गौ सेवा गर्नुहोस्। सारा आफ्ना व्यवहारलाई सम्पादन गरेर यदि धेरै सम्मान छ। कसको यो उद्धारको कामना गर्दै 110 रुपियाँ प्रदान गर्नुभएको छ। सम्पूर्ण संस्थाहरूको वैकुण्ठ रत्नमाया शाक्य स्वशताक्षी 10बाट आएर समस्त कृतिहरूको उद्धारको कामना गर्दै हामीलाई 155 रुपियाँ प्रदान गर्नुभएको छ। कृतिहरूको वैकुण्ठमै बास होस्। यहाँ देखिन्छ मेन र यो भ्यू चाहिँ रहेको छ मन्दिर पछाडि। यहाँ चाहिँ क्राउडेड किन छ भने यो खोला माथि चाहिँ शिवको मन्दिर छ, जहाँसम्म चाहिँ हामीले पितृलाई सम्झिँदै गाउँजाउँ चढ्दै शिवजीको दर्शन गर्नु पर्छ। सो यहाँ चाहिँ एकदमै क्राउडेड छ, किनकि यही दिन स्टार्ट हुँदैछ। कसैले चाहिँ सोधिरहनु भएको थियो कि माथि गएर फर्किँदा फेरि कति टाइम लाग्छ भनेर। यो चाहिँ आफूमै भर पर्ने कुरा हो। अब तपाईँ कतिको फास्ट हिँड्न सक्नुहुन्छ। अब पितृहरूलाई चढाउनको लागि हामीले चाहिँ यसरी सुन्तला किस्रा पानी ताकि चढाउँदा फेरि सहज होस् भनेर यहाँदेखि यात्रा स्टार्ट गर्दा नै चढाउँदै जानुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ बाटोभरि गाउँजाउँ यो सबै जानुभएको हो। देख्न सक्नुहुन्छ फुल गाउँजाउँ फर्किँदा पनि यसरी चढाउनु पर्ने हुन्छ। सो सब तपाईँ यदि माथि चढ्न सक्नुहुन्न भने चाहिँ यहाँ यतै नजिकसम्मै पितृहरूलाई सम्झेर पूजा गर्दा हुन्छ र सक्नुहुन्छ भने चाहिँ माथिसम्मै जाँदा चाहिँ एकदमै राम्रो। त्यही भएर हेर्न सक्नुहुन्छ वृद्धि बुबा आमाहरू पनि एकदमै गइराख्नु भएको छ आफ्नो ज्यानलाई जोखिममा राख्दै, किनकि यहाँनिर पानी अनि ढुङ्गामा अलिकति पनि चिप्लिनु भयो भने तपाईँको ज्यानलाई चाहिँ हानि चोटपटक लाग्न सक्ने सम्भावना छ। ज्यानलाई चाहिँ चोटा भएर बाटो यस्तो झन् पानीमा चिप्लो
र फाइनल्ली बल्ल हामी चाहिँ पुगिसकेका थियौँ। यो भर्याङ चढिसकेर चाहिँ मेन शिवजीको चाहिँ मन्दिर आउँछ। मन्दिर आउनु लाग्यो, त्यही भएर एकदम आइपुग्यो पानी। अब चाहिँ दम फोटो पनि खिच्नु। यहाँबाट चुइँदो रहेछ त, तपाईँलाई डबल राख्नु बेला हो। प्लास्टिकमा चाहिँ दिरिङको पानी हो, जुन चाहिँ त्यहाँ अटोमेटिकली आफै आउँछ फाइनली गएर जय के भाइ गर्मी पनि भयो, साथी पनि जय छिटो हिँडेको चिप्लामा लडी गयो है नानी। खिचेकै हो नि यो झोलुङेमा धरापमा छ यो। आन्टी त्यहाँ चाहिँ अगरबत्ती नबालिदिनु न। होइन त्यो अगरबत्ती त्यहाँ हेर्नु त उहाँ छ। बच्चाको बेला यो नखानु भएको त सायदै कोही हुनुहुन्न होला।
गोपना गौतमले विधानसभा निर्वाचन आयोगको निर्वाचनमा रत्नकुमार मण्डलले विधानसभाबाट आएको बहादुर सो तपाईँहरूले यहाँसम्म त्यही पनि यहाँसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र मम्मी र म चाहिँ खाजा खाएर निक्ल्यौँ घरतर्फ। र मलाई चाहिँ भिडियो एडिट गर्नु खासै आउँदैन, म चाहिँ स्टार्टिङ फेजमै छु। सो थ्याङ्क यू फर वाचिङ।